नमस्कार, म आरुषि खत्री फेरि तपाईहरुको माझ उपस्थित भएको छु। सबैलाई लाग्छ म ठीक छु किनकि म हाँस्छु, तर कसैले देख्दैन राति म कति घटपटक चुपचाप रोएको छु। मेरो जीवन सजिलो थिएन, न त कसैले मेरो सङ्घर्ष बुझ्यो, न त मेरो मौन पीडा सुन्न चाहियो। आमाले आफ्ना सपना त्याग्नुभयो मेरो भविष्य उज्यालो बनाउनलाई। बाबाले कहिले थाकेको भन्नु भएन, तर उहाँका आँखाले सबै कुरा बोल्यो। समाजले धेरै कुरा भन्यो, के गर्न सक्छस् र, किन धेरै सपना देख्छस्। तर उहाँलाई थाहा थिएन म भित्र पनि कति आँधी चलिरहेको थियो। म एक्लो भए पिडमै पनि धेरै पटक हार मान्ने सोच आए, तर एउटा आवाज भित्रैबाट आयो, कहिले सकिँदैन। आज म ठुलो मान्छे होइन, मसँग धेरै पैसा छैन, तर मसँग एउटा कुरा छ, आफूलाई नछोड, एकमत गर। यो कहानी यहाँ सकिँदैन, किनकि म अझै लडिरहेको छु। एक दिन यही सङ्घर्ष मेरो सपनाको पहिचान बन्नेछ। धन्यवाद।